कहाँ छु भने हामी हैन यस्तो खालको बाया पंख घोडा जस्तो हैन यस्तो खालको यत्रो ठुलो मैले त कहिले बनाएको थाहै छैन तर पखेटा लागेछ अब कहाँ छु भने हामी हैन यस्तो खालको बाया पंख घोडा जस्तो हैन यस्तो अनि त्यसको बादमा यहाँनिर हामी तपाईहरुलाई अर्को ठाउँ लिएर जानेछौँ हैन अरुणजी ओहो कस्तो लागिरहेछ हैन अहिले त हामी यहाँ ल गाइस देख्नुभयो होला नि त हामी कहाँ छौँ अन्तरिक्षमा तपाईहरुले कहिले देख्नु भएछ स्पेस हामी त चन्द्रमामा पुगेर आइसकिसक्यौँ तपाईहरु कहिले अरुणजी दामी हेन्सम देखे त चस्मामा अलि हुनु पर्यो यतिको त हैन आमा चस्मामा अलि हुनु पर्यो यतिको त हैन आमा अनि असलजी कस्तो लागिरहेछ त लु भनिदिनु न रमाइलो लागिरहेछ हो हजुर मजा लाग्यो हामी बाहिरको दृश्यमा यस्तो मजबुत तातो घाम पानीमा जस्तै तातो भइरहेको छ मौसम एकदम ह्युमिडिटी बढिरहेछ सो त्यति साह्रो भन्दाखेरि पनि छैन नर्मल चाहिँ छ टेम्परेचर सो अहिले चाहिँ हामी यहाँ त्यो यस्तो उड्ने खालको फ्लाइओभरमा जानु आँटिरहेको छौँ त्यहाँ पनि कस्तो छ त्यहाँको भ्यू त्यहाँको दृश्यहरू तपाईँहरू माझ प्रस्तुति दिनेछु सो विदाउट स्किपिङ वाच गर्नु होला है जति पनि हुन्छ नयाँहरू सबैजनालाई फलो अनि सब्सक्राइब गरिदिनु होला भनेर अनुरोध गर्दछु हैन हे गाइस सो गाइस अहिले चाहिँ हामीले भनेको ठाउँमा हामी गइरहेको छौँ सो त्यहाँको तपाईँहरूलाई प्रस्तुति दिनेछु विदाउट स्किपिङ हेर्नु होला अगाडि वाउ यस्तो दामी देखिरहेछ कि यस्तो दामी देखिरहेछ कि के भन्नु तपाईँहरूलाई होइन यहाँ ओहो हो यो फनातिरको यो मल देख्नुभयो होला यो अर्को मल हो अहिले हामी यहाँदेखि क्रस भएर उतापट्टि जानेछौँ र हाम्रो यहाँ असलजीहरू यस्तो एक्साइटेड हुनुहुन्छ बा अनि असलजी कस्तो लागिरहेछ त लु भनिदिनु न रमाइलो लागिरहेछ हो हजुर मजा लागिरहेछ है मजा आयो। ओहो अगाडिको दृश्य हेर्नुहोस् त कस्तो लागिरहेछ दृश्य एकदम अरुणजी प्लेस हो तपाईँलाई त चस्मामा अरुणजी दामी हेन्सम देखे त चस्मामा अलि हुनु पर्यो यतिको त हैन आमा तपाईँ पनि हिरो लास्टै हिरो हो क्या यार हो नि होइन हेर्नुहोस् त त्यो हेर्नुहोस् त ओ सो अमेजिङ है कस्तो दामी बब्बाल यहाँ आउने हाम्रो सपना पुरा भयो जस्तो लाग्यो मलाई त कस्तो लागिरहेछ हजुरहरूलाई एकदम रमाइलो लागिरहेछ अब हामी त्यतातिर जाँदा ल ल ल यहाँ एकदमै गाडीको लहरै लागिरहेको छ र हामी अगाडि जानुलाई प्रयास गरिरहेको छौँ सो कस्तो लागिरहेछ तपाईँहरूलाई हामीले चाहिँ एकदमै दामी लागेको अनुभव गरिरहेको छु सो अगाडि चाहिँ यस्तो राम्रो पानीको छल्को ल गाइस अहिले चाहिँ हामी अगाडि प्रस्थान गरिरहेको छौँ अगाडि बढिरहेको छौँ तपाईँहरूलाई हाम्रो भिडियो मार्फत देख्न सक्नुहुनेछ यस्तो राम्रो खालको दृश्य ओहो हो लाइफमा फर्स्ट टाइम आएको जस्तो लागिरहेछ त मलाई गाइस के हो ओहो कता हो एन्ट्री चाहिँ उता उता अगाडिबाट ओहो अनि त्यसको बादमा यहाँनिर हामी तपाईँहरूलाई अर्को ठाउँ लिएर जानेछौँ होइन अरुणजी ओहो कस्तो लागिरहेको छैन अहिले चाहिँ हामी यहाँदेखि तपाईँहरूलाई अर्को ठाउँ वहाँनिर पनि लिएर जानेछौँ सो तपाईँहरूलाई चाहिँ यहाँको दृश्य यस्तो राम्रो खालको तपाईँहरूलाई अनुभव गराउनेछु सो ओ माई गड भन्न चाहन्छु गाइस ओहो लु गाइस हामी चाहिँ अहिले एन्ट्री भइसकेको अवस्था ओहो साह्रै राम्रो लाग्यो यहाँको दृश्यहरू होइन ओहो यति राम्रो पानीको छल पानीको उयो बनाएर ओहो यहाँ त लाइटिङ पनि आउनु बित्तिकै लाइटिङ पनि बल्ने रहेछ अनि यहाँनिर हेर्दाखेरि र यो चाहिँ सब साउन्ड सिस्टम रहेछ नि त अरुण चाहिँ यिनीहरू सब साउन्ड सिस्टम रहेछ अनि पानीको छल्का वाउ क्या राम्रो ओहो चिप्लो पनि रहेछ ल गाइस यो चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ डिस्प्ले गरिरहेको छ एकदमै राम्रो एकदमै यो डिजिटलवाला यो 3D टाइपमा बनाइएको डिस्प्ले हो र यहाँ चाहिँ मस्जिदको टम्पाहरू पनि देख्न सक्नुहुनेछ र यहाँनिर चाहिँ पुरा हरियाली रुख बिरुवाहरू पनि रोप्नु भएको छ यो चाहिँ नेचुरल हो र यो यिनीहरू चाहिँ सबै के भन्छ यो के को बुट्टा हो यो खजुरको बुट्टाहरू पनि एकदमै लगाइराख्नु भएको छ एकदमै नेचुरल ओल नेचुरल होइन अनि यो चाहिँ भने पखेटा हो कि यो चाहिँ पखेटा चिलको पखेटा रहेछ यहाँनिर गाइस एकदमै राम्रो खालको पखेटा चिलको पखेटा अनि यहाँ चाहिँ हामी फोटो खिच्नु भनेर आछौँ अनि अब तपाईँहरूलाई चाहिँ म यहाँ माथि गएर
यता हुँदैको सबै देखाउन चाहन्छु। र यो चाहिँ एकदमै राम्रो देखिन्छ क्या, एकदमै राजाको महल जस्तो देखिन्छ, तर त्यो राजाको महल नगरी यो चाहिँ मस्जिद हो। र अहिले चाहिँ यहाँनिर एकदमै राम्रो खालको म तपाईँलाई ठाउँहरू को प्रस्तुति दिनेछु। र अहिले चाहिँ म यो डिजिटलवालातिर गएर तपाईँहरूलाई यसको अगाडि चाहिँ यो ठ्याक्कसँगले यो बस्ने रहेछ र यो बस्ने ठाउँमा गएर म टप्पसँगले बसेर देखाउनेछु। यसरी बसेर अनि त्यो अगाडि चाहिँ हाम्रो अरुणजीले फोटो खिच्दै हुनुहुन्छ। यहाँ सोल्टिनीहरू पनि हुनुहुन्छ। सोल्टिनीहरू पनि एकदमै राम्रो फोटो भ्यूहरू आउँछ भनेर चाहिँ एकदम राम्रो रमाइलो दृश्यहरू फोटोहरू खिच्दै हुनुहुन्छ। र म चाहिँ यहाँ तपाईँहरूलाई एकदमै राम्रो खालको दृश्य क्याप्चर गरेर देखाउनेछु। सो गाइस हेर्नुहोस् कहाँ छु भने हामी होइन, यस्तो खालको बायोपङ्खको घोडा जस्तो होइन, यस्तो खालको यत्रो ठुलो मैले त कहिले बनाएको थाहै छैन, तर पखेटा लागेको छ। अब उड्नु लागेको म त यहाँ हेर्नु गाइस यस्तो राम्रो छ। तपाईँहरू चाहिँ कहिले आउने हो उड्नुलाई? लु कमन गाइस, चाँडोभन्दा चाँडो आउनु होला। यो फेरि केही दिनसम्म फेरि यति साह्रो उयो लाग्छ कि होइन, 50% टरिफ लाग्यो जस्तो यहाँ फेरि ट्याक्स लाग्ने बेर लाग्दैन। सो आउनु होला चाँडोभन्दा चाँडो, ढिलो नगरिकन। सो वेलकम ब्याक है त आरसी रोयल कमिसनमा। 1 2 3 ल गाइस देख्नुभयो होला नि त हामी कहाँ छौँ? अन्तरिक्षमा। तपाईँहरूले कहिले देख्नुभएछ स्पेस? हामी त चन्द्रमामा पुगेर आइसकिसक्यौँ। तपाईँहरू कहिले आउने हो होइन अशोकजी? कस्तो लागिरहेको छ चन्द्रमा? एकदम रमाइलो हेर्नुहोस् त ग्यालेक्सी होइन कुनै पऱ्यो नि त होइन अशोकजी? कस्तो लाग्यो? कस्तो ताराहरू कुदिरहेको छ हाम्रो यहाँनिर, टपक्कै टिपिदिउँ जस्तो होइन? कस्तो लाग्यो तपाईँलाई होइन? चन्द्रमा कस्तो लाग्यो तपाईँलाई? एकदम रमाइलो लाग्यो। रमाइलो लाग्यो है? हजुर धरती राम्रो कि चन्द्रमा राम्रो? चन्द्रमा एकदम राम्रो लाग्यो। ओहो यहाँ आउनलाई एकदम चाहिँ धेरै मिनट लगाएर आयो भनौँ न है, धेरै मेहनत गरेर आयो है। 1 2 गो। सो गाइस अहिले चाहिँ हामी हायत हुकमा आइरहेछौँ। सो देख्नु सक्नुहुनेछ यो पछाडि मेरो हायत लेखिरहेछ हायत स्क्वायर चाहिँ हायत स्क्वायरमा छौँ। सो अहिले चाहिँ हामी यहाँनिर हायतको पनि हामी सम्पूर्ण क्लिपहरू कलेक्सन गरेर हामी अन्तै गइरहेको छौँ। सो जोडिनु होला। सो गाइस तपाईँहरूलाई कस्तो लाग्यो आजको भ्लग? सो आज चाहिँ हामी यहाँको आरसीको भ्लगहरू एकदमै सबै सङ्कलित गरेर चाहिँ लास्ट अन्तिम क्लिप बनाइरहेको छु। सो तपाईँहरूलाई राम्रो लाग्यो भने यहाँको दृश्य र यहाँ हाम्रो भ्लग मजा लाग्यो भने तपाईँहरूले प्लिज लाइक कमेन्ट र सब्सक्राइब हान्नु नभुल्नु होला। सो थ्याङ्क यू सो मच भन्नु चाहन्छु सबैजनालाई हाम्रो भ्लग हेरिदिनु भएकोमा। जोडिम नेक्स्ट भिडियोमा। ओके थ्याङ्क यू।